मैला पानीको दुःख त भन्नै नपर्ने हो। हामी उटो सिमलको बुट्टा हुने यत्रै डोबिल्का गराएर हामीले त्यो पानी कुवा बनाएर कुवामा हामीले कटौराले खकेर गाग्रो भरेर लिएर खान्थ्यौँ। पिउने पानीहरूको समस्या थियो, त्यसलाई व्यवस्थापन गर्ने कामहरू गरियो। केहीको सुविधा थिएन। यहाँ घरहरू बनाउँदाखेरि नि बालुवाहरू परबाट बोकेर ल्याउनु पर्थ्यो। अहिले घर बनाउँदाखेरि यहीँ नजिकैबाट पुग्न पाइयो। यसमा धेरै खुसी लाग्छ कि कुनै बेला खरको छानो, अँध्यारो साँझ र खानेपानीको अभाव झेलिरहेको बेनी नगरपालिका छ खरेनी आज ती दिनहरूलाई सम्झँदै मुस्कुराउँछ। बेनी बजारको नजिक हुँदा पनि खरेनीको कथा व्यथा भने भिन्नै थियो। नजिक देखिए पनि टाढाको पीडा बोकेको गाउँ थियो खरेनी। 2074 साल अघिसम्म खरेनी अँध्यारोमै बाँचिरहेको थियो। बिजुली थिएन, सडक थिएन र सञ्चारको कुनै आधुनिक साधन पनि थिएनन्। आधुनिक प्रविधिले मानव जीवन सहज बनाइरहेको बेला खरेनीका बासिन्दा भने वर्षौंदेखि उही परम्परागत जीवनशैलीमा बाँधिएका थिए। शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी र अन्य आधारभूत सेवाबाट वञ्चित यो बस्ती समयकै गतिबाट पछि परेको थियो। बेनी बजारबाट केही किलोमिटरको दूरीमा रहेको खरेनी नजिकै भन्ने भ्रममा धेरै पर्यो, तर त्यो नजिकपना केवल नक्सामा सीमित थियो। सडकको अभावले बजारसम्म पुग्नका लागि घण्टौंको पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो। बर्खामा हिलाम्मे बाटो, हिउँदमा धुलाम्मे बाटो, गाउँमा कोही बिरामी परेमा डोकोमा बोकेर स्वास्थ्य चौकीसम्म पुर्याउनु पर्थ्यो। महिला, वृद्ध र बालबालिका सबैका लागि जीवन आफ्नै अस्तित्व लडाई थियो। खरको छाना यत्रा झुब्रो थिए, खरको छाना थिए। घरहरू परम्परागत शैलीमा निर्माण गरिएका थिए। माटो र ढुङ्गाका पर्खाल, खरको छाना। चिसो मौसममा यी घरभित्र बस्न मुस्किल हुन्थ्यो। घाम लाग्दा तातो, पानी पर्दा चुहिने। साँझ पर्दा गाउँमा अन्धकारको साम्राज्य फैलिन्थ्यो। टुकी र मैनबत्तीको उज्यालोले शिक्षाको उज्यालो सम्भव थिएन। स्कुल गए पनि बेलुका होमवर्क गर्न सम्भव नहुने, पुस्तक पढ्न पनि कठिन हुने। खानेपानीकै लागि महिलाहरूले दैनिक 1-2 घण्टा टाढा टाढा धारा वा खोलामा धाउने गर्थे। त्यही पानी पिउने, नुहाउने, कपडा धुने सबै काममा प्रयोग हुन्थ्यो। सरसफाइको अवस्था दयनीय थियो। शौचालयको प्रयोग न्यून थियो। रोगको जोखिम उच्च थियो। पछिल्लो केही वर्षमा खरेनीले विकासको स्पर्श पाएको छ। 2074 सालको स्थानीय निर्वाचनपछि वडा अध्यक्षमा निर्वाचित कृष्ण सिंह बानियाको नेतृत्वमा खरेनीले विकासको गतिमा ठूलो फड्को मारेको छ। सडकले गाउँको ढोका छोएको छ। बिजुलीको उज्यालोले अँध्यारोलाई बिस्तारै पन्छाएको छ। अहिले खानेपानीमा एक घर एक धारा निर्माण भएको छ। घरहरूमा शौचालय बनेका छन्। बालबालिकाले राति बत्तीको उज्यालोमा पढ्न थालेका छन्। खरेनी क्षेत्र लगायत समग्र बेनी नगरपालिका वार्ड नम्बर 6 मा 2074 देखि निर्वाचन भएर आइसकेपछि हामीले विशेष गरी वडाको क्षेत्रमा खानेपानी, त्यसपछि गएर खानेपानी पनि एक घर एक धाराका अवधारणाहरू ल्याइएर खानेपानी र शुद्ध खानेपानी पिउने व्यवस्थाको विकास गरिएको छ। र विशेष गरेर खरेनीमै टार्गेट गरेर हेर्दाखेरि चाहिँ त्यहाँ मोटर बाटो पनि थिएन। पहिला सडक यातायातले छोएको थिएन। सडक यातायात बनाउने कामहरू गरियो। पिउने पानीहरूको समस्या थियो, त्यसलाई व्यवस्थापन गर्ने कामहरू गरियो। त्यसपछि त्यहाँको समुदायहरू एक अर्कासँग बजार नजिक भएर पनि समुदायहरू मिलेर बस्नुपर्छ भन्ने एउटा सामुदायिक भावना थिएन। उहाँहरूलाई एकीकृत गरेर सामुदायिक भवन निर्माण गर्ने, शौचालयहरू निर्माण गर्न लगाउने, अनि गएर विपन्न बस्तीहरूमा विपन्न नागरिक आवासहरूका कार्यक्रमहरूलाई सञ्चालन गरेर 2-4 वटा घरहरू निर्माण गर्ने, त्यसपछि विपदमा क्षति भएका घरहरूको पुनर्निर्माण गर्ने,
अनि त्यहाँको नागरिकहरूले शिक्षासँग जोडिन सजिलो होस् भनेर नागरिकहरूलाई कसरी हुन्छ सहज तरिकाले विद्यालयहरूमा भर्ना अभियानलाई बच्चाहरू पढाउनुपर्छ भनेर भर्ना अभियानलाई हामीले चाहिँ अगाडि बढाइयो। खरेनीका ती पुराना दिनहरू अहिलेका परिवर्तनको साक्षी बनेका छन्। अहिलेको मुस्कानले अब विगतको सङ्घर्षलाई कहिल्यै नफर्कने गरी अगाडि बढेको छ। कृष्णसिंह बानिया केवल निर्वाचित जनप्रतिनिधि हुनुहुन्न, उहाँ एक योजनाकार, एक सुगर्मदर्शी र एक स्थानीय सपनाको सारथी बन्न सक्नु भएको छ। नेतृत्व सम्हाल्ने बित्तिकै उहाँले खरेनीको आधारभूत आवश्यकतालाई पहिचान गर्दै योजनाबद्ध ढङ्गले काम गर्दै आउनु भएको छ। त्यसपछि समुदायमा आमा समूहहरू गठन गरेर आमा समूहहरूले समुदायमा कामसँग कसरी कर्मसँग जोडियो भने, मान्छे पैसा आम्दानीसँग जोडियो भने, अवसरसँग जोडियो भने उसको जीवनस्तर उठ्न सक्छ भनेर विभिन्न किसिमका आर्थिक अनुशासन सम्बन्धी कुराहरू, वित्तीय व्यवस्थापनका कुराहरूको शिक्षाहरू पनि त्यहाँ दियो। आय आर्जनसँग जोडिने कुराहरूमा विभिन्न किसिमको अचारहरू बनाउनेदेखि लिएर सिलाइ कटाइका जस्ता सिपमूलक तालिमहरूको सञ्चालन गरेर उहाँहरूलाई चाहिँ सिपसँग जोडेर फेरि त्यो सिपलाई फेरि व्यावसायिककरण गर्ने कुराहरूमा पनि उहाँहरूलाई सूचित गर्ने काम गरियो। र अहिले त्यहाँका बासिन्दाहरू अलमोस्ट हामीसँग खुसी हुनुहुन्छ। दुःख सुख पर्दाखेरि अब उहाँहरूलाई बिरामी पर्ने अवस्थामा होस् या उपचार गर्न नसकेको अवस्थामा होस् या तपाईँको बिमा गरिदिने विपन्नहरूलाई बिमा गरिदिने कुराहरू होस्, बेनी नगरपालिकाले प्रयत्न गरेको छ, त्यसलाई सहज गरेको छ। र हामीले पनि वडा तहबाट पनि थप मान्छेहरू छुट्नु भएको छ भने उहाँहरूलाई पनि हामीहरूले चाहिँ बिमा गर्ने कार्यहरू गरेका छौँ। र खासमा वास्तवमा समग्रमा के हो भने मान्छे मानवीय हिसाबले ऊ कसरी सचेत बन्न सक्छ र आफूले समाजमा सामाजिक कसरी हुन सक्छ र समाजमा सामाजिक न्याय कसरी बोल्न सक्छ र ऊ आफूले अन्यत्र कहीँ जाँदै पनि सेल्फ एडभोकेसी कसरी गर्न सक्छ, सो वकालत कसरी गर्न सक्छ आफ्नो बारेमा भन्ने कुराले सक्षम बनाउने कुराहरूदेखि लिएर शिक्षासँग र मान्छेलाई आर्थिक अनुशासनसँग जोड्ने कुराहरू र त्यहाँ भएका विकास र उपलब्धिहरूलाई अपनत्व लिएर त्यसको सुरक्षा गर्ने कुराहरूमा समेत नागरिकहरूलाई हामीले चाहिँ कम्तीमा पनि त्यति सक्षम बनाएका छौँ। सडक सञ्जाल बानियाले सबैभन्दा पहिले खरेनीलाई बेनी बजारसँग सहज पहुँचमा ल्याउने अभियान सुरु गर्नुभयो। ओडाका टोल टोलसम्म पुग्ने सडक विस्तार मात्र होइन, ग्राभेल र ढल निकास सहितको योजना पनि बनाउँदै हुनुहुन्छ। आज खरेनीमा मोटर पुगेर टोल टोलहरूमा विकासको गन्ध ल्याएको छ। बिजुली र पानी, विद्युत विस्तार खरेनीको जीवनशैली परिवर्तनको अर्को महत्त्वपूर्ण खम्बा हो। अहिले हरेक घरमा बिजुली पुगेको छ। खानेपानीका योजना, ट्याङ्की निर्माण, पाइपलाइन विस्तार र स्रोत संरक्षण मार्फत आज खरेनीमा शुद्ध पानीको पहुँच पुगेको छ। स्थानीय याममाया किसान भन्नुहुन्छ, पहिले त पानीको निकै अभाव थियो, टाढाबाट बोकेर ल्याउनु पर्थ्यो, तर अहिले एक घर एक धारा निर्माण भएको छ, पानीको सुविधा पुगेको छ। पानी खानेपानी थिएन, अहिले खानेपानी हाम्रो घर घर छ। पहिला खानेपानीमा एकदम झगडा हुन्थ्यो, अहिले घर घर छ, त्यसमा पनि एकदम सुविधा छ। आवास सुधार र आधुनिकता। अब खरेनीका घरहरू सिमेन्टको छानो, पक्की संरचना र सफा आँगनसहित देखिन्छन्। विकासका यी पाइलाहरू एकतर्फी थिएनन्। वडा अध्यक्ष कृष्णसिंह बानियाको नेतृत्व सफल हुनुको मूल कारण भनेकै समुदायसँगको समन्वय हो। हरेक योजनामा नागरिक सहभागिता र पारदर्शिता कायम गर्दै उहाँले विकास जनताको हातमा भन्ने सन्देश दिनुभयो। पहिले बेनी बजारको छेउमै भएर पनि हामी पछि परेका थियौँ। अब गाउँमा जे जति सुविधा छ त्यो हेर्दा लाग्छ हामी पनि अब सुगम गाउँमा छौँ। स्थानीय विश्व किसान। आमा समूह गठनहरू थिएन, आमा समूहको गठनहरू गराइदिनु भयो, आमा समूह हलहरू बनाउनु भयो, सबै राम्रो गर्नुभएको छ। किन चल्दैन राम्रो भनेर हामीले भन्न नि सुहाउँदैन कि होइन। हामी भनेको पहिला बत्ती मुनिको ओझेल थियौँ भने अहिले सबै कुरा उज्यालोमा आइएको छ, सबै कुरा राम्रै छ। अहिले त धेरै ठिक छ, सबै मिलाइदिनु भएको छ, परिवर्तन भएको छ। तर अझै पनि गाउँलेहरू सबै ठिक छ, एकदम राम्रो भयो कि। तपाईँ बेनीको नजिकै भएर पनि टाढो भयो जस्तो हुनुहुँदो रहेछ। अहिले कस्तो छ? अहिले बजार भयो जस्तो कस्तो महसुस गर्नुभएको? धेरै ठिक भएको छ नि। पहिला कुनैको केहीको सुविधा थिएन होइन। यहाँ घरहरू बनाउँदाखेरि नि बालुवाहरू परबाट बोकेर ल्याउनु पर्थ्यो, अहिले घर बनाउँदाखेरि यहीँ नजिकैबाट पुग्न पाइयो। यसमा धेरै खुसी लाग्छ कि अब जब त लागि परियो तब त त्यहाँदेखिबाट राम्रो हुँदै गयो कि। यो ठाउँ धेरै राम्रो भएको छ अहिले त। पहिलाभन्दा आमा समूह थिएन, कति गाह्रो हुन्थ्यो, हरेक कुरामा सहयोगहरू गर्नुहुन्छ। अब मरेर पनि एउटा
लास फाल्दाखेरि अब लास गरेर क्रिया उम्किने पनि पैसा नभएर गाउँ होइन। आज उहाँले नै उही ओडाबाटै आएर जम्मै दान दक्षिणा गर्नेसम्म यो उहाँ ओडाबाटै गर्नुभयो, त्यसमा पनि धेरै धन्यवाद गर्छौँ हामी हामीलाई होइन। हामीलाई जति पनि सहयोग गर्नुभएको छ, आज हामीले भनेको बेलामा सर हामीलाई यस्तो परिछ भनेको बेलामा उहाँले सहयोग गर्नुभएको छ, त्योमा हामी धेरै खुसी छौँ। आज खरेनी कुनै बेला झेलिएको दुर्गमता मात्र होइन, सम्भावनाको उदाहरण बनेको छ। हिजोका कठिनाइहरू सम्झदा थाहा हुन्छ विकास सम्भव छ यदि दृढ नेतृत्व र जनसहभागिता साथमा छन् भने। 2074 सालको स्थानीय निर्वाचनमा वडा नम्बर 6 को जिम्मेवारी सम्हाल्ने अवसर पाएपछि कृष्ण सिंह बानियाले आफूले गरेका वाचा शब्दमै सीमित राख्नु भएन। उहाँले आफू जनताको प्रतिनिधि मात्र नभई गाउँको अभिभावक जस्तो भएर काम गर्नुपर्ने मान्यता राख्नुभयो। र आगामी दिनमा त्यहाँ मात्र नभएर समग्र बिन नगरपालिका 6 कै क्षेत्रमा हरेक इन्डिभिजुअल नागरिकहरूलाई हामीले गरेका कुराहरू, हामीले गरेका सेवा प्रवाहहरू, हामीले काम गर्ने शैलीहरूमा उहाँहरू खुसी हुनुहुन्छ जस्तो लाग्छ मलाई। हामीमा भित्र नि कमी कमजोरी होला, तर जहाँसम्म नागरिकहरूलाई हामीले वडामा आउनुभयो भने हामीले लिखित कुनै पनि कुराको निवेदन लिँदैनौँ। हामीले मौखिक आवेदन मलाई नागरिकता चाहियो भनेर आउनुहुन्छ, ठिक छ ओके, किनभने ऊ नागरिकले लेख्न सक्दैन, निवेदन लेख्न सक्दैन, उसलाई निवेदन लेख भनेर झन्झट लगायो भने ऊ अरू 500 रुपियाँ ठगीमा पर्छ। फेरि निवेदन लेखिन जानु पर्यो, त्यो उसलाई फेरि लेखिदिने मान्छेले 500 रुपियाँ माग्छ। त्यसो भन्दा भर्बलले उसले मौखिक निवेदन भन्छ भने त्यही अनुसारले काम गरिदिने गरेका छौँ। छिटो सरितो सहज हामी आफै प्रशासनमा पुग्ने गरेका छौँ, प्रहरी कहाँ पुग्ने गरेका छौँ, अदालतमा पुग्ने गरेका छौँ, हामी आफै विद्युत कार्यालयमा पुग्ने गरेका छौँ। जहाँनिर गएर नागरिकहरू अलमलमा पर्नुहुन्छ, अप्ठ्यारोमा पर्नुहुन्छ, त्यहाँ हामी पुग्ने गरेका छौँ। विदेशबाट मलाई यो डकुमेन्ट चाहियो भनेर कसै नागरिकहरूले भन्नुहुन्छ भने हामीले त्यो 2-4 पैसाको पनि हामीले चाहिँ मतलब नगरिकन उहाँहरूले फोटा पठाउनुहुन्छ, उहाँहरूले मोबाइलमा पठाउनुहुन्छ, तर हामीले स्टुडियोबाट निकाल्छौँ, यताउता गर्छौँ, सबै कुरा गरेर उहाँहरूलाई त्यो किसिमको सेवाहरू पनि पुर्याइदिएका छौँ। हामी महिला पहिले घरभित्र सीमित थियौँ, आफ्ना कुरा राख्न ठाउँ नै थिएन। अहिले आमा समूहको लागि छुट्टै भवन बनेको छ जहाँ हामी बैठक गर्छौँ, योजना बनाउँछौँ। गाउँमा महिलाको हक अधिकारबारे छलफल गर्न पाउँदा एक प्रकारको आत्मविश्वास बढेको सुनाउनुहुन्छ स्थानीय रमा किसान। आएबाट चाहिँ हामीलाई धेरै सुविधा भएको छ। पहिला चाहिँ धेरै थिएन, अहिले चाहिँ धेरै कुराहरू भएछ, भवन भएछ, पानी भएछ, बाटो थिएन बाटो भएछ, अनि भवनको पछाडि चाहिँ गिराउन पनि भएको छ, सबै कुराहरू राम्रो भएको छ। अनि उहाँले टोललाई मात्रै नभएर चाहिँ व्यक्तिगतमा त्यो जसको आर्थिक अवस्था कम छ नि त्यो घरमा चाहिँ मर्दा पर्दा पनि हेर्नुभयो। मर्दाको घरमा त्यो घरमा चाहिँ आर्थिक अवस्था कम छ भने त्यो क्रिया खर्चहरू सबै, अनि फेरि कोही अलि नाजुक अवस्था छन् भने तिनीहरूलाई जागिर लाउने कसरी हुन्छ, मैले कसरी यिनीहरूलाई सहयोग गरौँ, कसरी मैले गरेपछि यिनीहरू कसरी अगाडि बढ्छन् भन्ने कुरामा धेरै कुरामा सहयोग गर्नुभयो। के भन्नुहुन्छ त वडा अध्यक्ष? धेरै धेरै धन्यवाद भन्न चाहन्छु, धेरै धेरै धन्यवाद। अहिलेसम्म गरिदिनु भएको छ, उहाँको कार्य चाहिँ अझ 2 वर्ष छ, 2 वर्षमा पनि अझै गरिदिनुहुन्छ नि। धेरै यो खरेनी आमा समूहले चाहिँ धेरै आश गरेका छौँ। पहिला कटौरा बोकेर खोलातिर पानी उघार्न जान्थ्यौँ, बिजुली थिएन, साँझ परेपछि घर अँध्यारो हुन्थ्यो, बाटो पनि थिएन, बिरामी परेको बेला डोकोमा बोकेर लैजान्थ्यौँ, समस्या धेरै थिए। तर अहिले गाउँको मुहार फेरिएको छ, खानेपानी आँगनमै छ, बत्ती झलमल्ल बल्छ, मोटरसाइकल गाउँमै पुग्छ। यत्रो परिवर्तन हेर्दा साँच्चै गर्व लाग्छ। पहिला पानीको दुःख त भन्नै नपर्ने हो। हामी उटो सिमलको बुट्टा हुने यत्रै डोबिल्का गराएर हामीले त्यो पानी कुवा बनाएर कुवामा हामीले कटौराले खुवाकेर गाग्रो भरेर लिएर खान्थ्यौँ। अहिले कस्तो छ? अहिले अब सरले अब बनाइदिनु भयो, हाम्रो कृष्ण सरले पानीको सुविधा दिनुभयो, घर घर नाला ल्याइदिनु भयो। पहिले सुरैमा मेरो बुढा गएर रोकेको पानी हो यो, मेरो बुढाले रोकेको पानी हो। त्यो बुढाले रोकेको पानीलाई अहिले कृष्ण सर अध्यक्ष भएदेखि बल्ल यहाँ नाला पनि आइपुग्यो, टङ्की पनि बनो, पर टङ्की पनि बनो, ओराको टङ्की पनि बनो, यो बाटो भयो। अब यो बाटोको ढलन गर्ने भन्ने कुरा छ हाम्रो सरको, के कसो हुने हो त्यो त अब उही सरलाई थाहा होला। बेनी नगरपालिका 6ले 2 लाख रुपियाँ बजेट छुट्याएपछि त्यो रकमलाई सदुपयोग गर्दै गाउँलेहरू आफै मिलेर झारा स्वयं सेवा तिरेर आमा समूहको भवन र चर्पी निर्माण गरेका छन्।
भवन बनाउँदा अब भवन बनाउनको लागि चाहिँ अब सबै झाडा निम्खेर गरे जम्मा 2 लाखको योजना हो। 2 लाखमा अब त्यो त पुग्दैन नि। अब भवन बनाउनको लागि कहाँ 2 लाखले पुग्छ त नि। 2 लाखमा त्यही नि हामीले अब झाडाहरू उठाएर भवन बनाइयो। अहिले फेरि टोयलेट नि बनाएको 2 लाखकै योजनामा। अब पहिलाको भन्दा त अहिले अब आमा समूहहरू थिएन पहिला, अहिले भवनहरू बनायो। आमा समूहहरू एकजुट पुराज्यूलाई के भन्छु भन्दा नि अझै पहिलाको भन्दा धेरै सुधार भएको छ। उहाँले अब पहिला चुनावले गर्दा अब 10 वर्षको उहाँको अब कार्यकालमा अब 2 वर्ष छ। उहाँले अझै योभन्दा अहिले पहिलाको भन्दा अझै 2 वर्ष अझै राम्रो गर्दै हामीलाई झन् सुविधा हुन्थ्यो। उहाँले पद सम्हालेको पहिलो दिनदेखि नै आफ्नो प्राथमिकता स्पष्ट बनाउनुभयो। पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र युवाको आत्मनिर्भरता। खानेपानीको समस्या समाधान गर्न वडा अध्यक्ष बानियाले विभिन्न स्थानमा पानीका ट्याङ्की निर्माण गराउनुभयो, धारा जडान गराउनुभयो, घर घरमा बत्ती पुर्याउन सोलर कार्यक्रम र विद्युत विस्तार कार्यलाई प्राथमिकता दिनुभयो। गाउँमा सडक नपुगेका ठाउँहरूमा ग्राभलिङ गराएर यातायातको सहज पहुँच बनाउनुभयो। म गाउँले हुँ, गाउँको पीडा आफैले बुझेको छु, वडा अध्यक्ष बानिया भन्नुहुन्छ। आमाहरू बच्चाको पहिलो हकदार हो। त्यही भएर आमाहरूलाई बच्चाको बारेमा कस्तो बच्चा बनाउने भन्ने बारेमा आमाहरूलाई ज्ञान हुन्छ भनेर आमाहरूलाई तालिम दिने, समाजमा सुशासनका कुराहरू, समाजमा अनुशासनका कुराहरू, समाजमा सरसफाइका कुराहरूलाई कसरी स्थापित गर्न सकिन्छ र समाज मिलेर कसरी बस्न सक्छ भन्ने कुराहरू, होइन, न्याय निरूपणका कुराहरू पनि हामीले सिकाएका छौँ। अहिले भर्खरै हामीले लिगल क्लिनिक भन्ने एउटा कार्यक्रम त चलाउँदैछौँ। कानुनको विषयमा त्यो जस्तै बिरामी भयो भने डाक्टरले क्लिनिक चलाउँछ भने अब कानुनको बिरामी भयो भने लिगल क्लिनिक हामीले कसरी चलाउने, कसरी निरूपण गर्ने भन्ने कुरामा पनि गरेका छौँ। र हामीले विशेष गरी विकासको सँगसँगै विकासको मोडेललाई, त्यहाँ भएको विकासको उपलब्धिलाई त्यहाँको समाजले त्यसको सुरक्षा पनि प्रदान गरोस् भनेर टोल विकास संस्था अथवा खानेपानी उपभोक्ता समिति जस्ता बनाएर त्यो विकासलाई तपाईँहरूले संरक्षण गर्नुपर्छ, सञ्चालन गर्नुपर्छ भनेर त्यसरी जिम्मा लगाउने र बिउ पुँजीहरू दिने काम पनि गरेका छौँ। म आफै यही माटोमा हुर्किएको मान्छे हुँ। यहाँको अभाव, पीडा र समस्याहरू मेरो आफ्नै जीवनका हिस्सा हुन्। त्यसैले जब मैले नेतृत्व सम्हाल्ने अवसर पाएँ, म गाउँको विकासलाई व्यक्तिगत सपना बनाएर लागेँ। उहाँकै पहलमा खरेनीमा सामुदायिक भवन, विद्यालय सुधार, स्वास्थ्य चौकी स्तरोन्नति, महिला समूह सशक्तिकरण र कृषि परियोजनाहरू सञ्चालनमा आएका छन्। अहिले बेनी नगरपालिका 6मा खेतीपाती, साना उद्योग र युवा उद्यमशीलताको अभ्यास बढेको छ। बेनी नगरपालिका 6 खरेनीमा जम्मा 19 घरधुरी छन्। जनसङ्ख्या कम भए पनि यहाँको समस्या गम्भीर थियो। विशेष गरी विपद, गरिबी र अन्तिम संस्कारसँग जोडिएका पीडाहरू अत्यन्तै संवेदनशील र गहिरो मानवीय पक्षमा वडा अध्यक्ष बानियाको सहानुभूतिपूर्ण नेतृत्व झल्किन्छ। कृषिको क्षेत्रमा हामीले चाहिँ विभिन्न ठाउँहरूमा घुम्ती माटोको परीक्षणहरू, घुम्ती शिविरहरूदेखि लिएर उत्पादनलाई कसरी गर्न सकिन्छ, उत्पादनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने हिसाबले हामीले आइपिएम तालिमहरू जरेदेखि खेतमै कृषि तालिमहरू, आइपिएम तालिमहरू क्षेत्रगत हिसाबले 2-3 ठाउँमा चलाउने र आइपिएम तालिम लिएका किसानहरूलाई भने व्यावसायिक बन्न चाहनुहुन्छ भने गोलभेडा खेती गर्न चाहनेलाई त्यही हिसाबले, मौरी पालन गर्न चाहनेहरूलाई त्यही हिसाबले, त्यसपछि गएर तपाईँको झाले तरकारीहरू लगाउनेहरूलाई त्यही हिसाबले हामीले सामग्रीहरू, बिउ बिजनहरू, प्लास्टिक टनेलहरू, त्यसपछि गएर अरू साधनहरू उपलब्ध गराउने पनि अनुदानमा उपलब्ध गराउने कार्य गरिएको छ। गोठ सुधारका कार्यक्रमहरू सञ्चालन भएका छन्। पावर टेलर यान्त्रिकरणहरू पनि अब हलो गोरुले जोत्न नसक्ने हुँदा यान्त्रिकरणका सामग्रीहरू पनि उपलब्ध गराएका छौँ र सकेसम्म नागरिकहरू गाउँमा बसुन् र आफ्नो उत्पादन गरेर खाउन् भन्ने हिसाबले हामीले नागरिकहरूलाई एउटा बजारको चिज राज्यको नियन्त्रणमा नभइसकेको अवस्थामा तपाईँले उत्पादन गरेको चिज, तपाईँले खाएको चिजमा तपाईँ सुनिश्चित हुनुहुन्छ र तपाईँ रोगबाट बच्न सक्नुहुन्छ। बजारमा किनेको चिज भित्र के छ भन्ने कुराको तपाईँलाई ग्यारेन्टी हुँदैन। त्यो हुँदा सकेसम्म आफैले उत्पादन गरेर उपभोग गर्नुहोस् भन्ने कुराहरू पनि हामीले गरेका छौँ। खरेनीमा कोही बितेपछि अन्त्येष्टि गर्न खर्च नहुने अवस्था थियो। गाउँमा गरिब परिवारहरू थिए जसले लास बोक्ने, काठ किन्ने वा घाटसम्म लैजाने खर्च जुटाउन सक्दैनथे। त्यति बेला वडा अध्यक्ष बानिया व्यक्तिगत रूपमा सक्रिय हुनुहुन्थ्यो। वडाबाट आवश्यक बजेट व्यवस्थापन गरेर सहयोगीहरूबाट सहयोग जुटाएर ती सबहरू सम्मानपूर्वक दाह संस्कार गरिने व्यवस्था मिलाउँदै आउनु भएको छ। आर्थिक अवस्था कम छ नि, त्यो घरमा चाहिँ मर्दा पर्दा पनि हेर्नुभयो।
मर्दाको घरमा त्यो घरमा चाहिँ आर्थिक अवस्था कम छ भने त्यो क्रिया खर्चहरू सबै अनि फेरि गाउँलेहरू भन्छन् हाम्रो वडा अध्यक्षज्यू साँच्चै हाम्रो पीडामा साथ दिनुहुन्छ, हामीले दुःख पर्दा उहाँलाई सम्झिन्छौँ। पहिला चाहिँ यहाँ त्यो जनता आवासबाट घर राम्रो थिएन, त्यो के अरे उसको थियो क्या, के अरे खरको छाना थियो। अनि त्यसपछि खरको छानामा चाहिँ सहर आएबाट चाहिँ जनता आवासबाट 2टा अनि भूकम्पबाट 2टा घर बनेको छ। अनि त्यसमा फेरि एकजनाको चाहिँ पाली थिएन, पालीमा पनि फालेर चाहिँ टिन हालिदिनु भएको छ, किन सरले नै गरिदिनु भएको ओडाबाट नै। अनि त्यो फेरि अर्को चन्मया दिदी हुनुहुन्छ एउटा, उहाँको चाहिँ जग्गा केही पनि थिएन, उहाँको श्रीमानले छोडेर जानुभएको एउटा छोरा थियो, जग्गा थिएन, नहुँदाखेरि चाहिँ सरकारबाट चाहिँ त्यो घरै बनाइदिनु भयो क्या सरले, किन सरले नै घरै बनाइदिनु भएको छ। धेरै कुराहरू गर्नुभयो किन सरले, किन सरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र समग्रमा भन्दाखेरि अब धेरै कुराहरू हाम्रो सानो बजेट, सानो ठाउँ, सानो भूभाग, त्यही पनि पहाडी भूभाग भएको हुँदा जनताको अपेक्षाहरू धेरै हुनसक्छ, नागरिकको अपेक्षाहरू धेरै हुनसक्छ। हामीले कतिपय कुराहरू पुरा नगरेको हुनसक्छ, तर हामीले सानो बच्चादेखि लिएर वृद्ध ज्येष्ठ नागरिकसम्मलाई हामीले सम्मान गर्नेदेखि लिएर उहाँहरूलाई चाहिँ सही कार्यमा लगाउनेदेखि लिएर उहाँहरूको अनुगमन गर्नेदेखि लिएर उहाँहरूको घर घरमा पुगेर स्वास्थ्य चेक जाँच गर्नेदेखि लिएर उहाँहरूलाई परेको बेलामा जस्तो अवस्थामा पनि आफूले सक्ने र आफ्नो भूमिकाभन्दा बाहिर रहेर पनि कार्य गर्न सकिन्छ भने त्यो किसिमको सेवा गरिएको छ। र खरेनीकै हकमा त्यो एउटा मात्र उदाहरण हो, हजुर अरू पनि वार्डमा जानुहुन्छ, वार्डभित्रको अरू पनि गाउँटोलहरूमा जानुहुन्छ, त्यहाँ पुग्नुभयो भने खरेनीको जस्तै त्यहाँको नागरिकहरू पनि हामीलाई एप्रिसिएट गर्नुहुन्छ, खुसी हुनुहुन्छ, यो यस्तो भयो यस्तो भयो यस्तो भयो। विशेष गरेर हामीले गर्ने सेवा र हामीले गर्ने व्यवहार, हामीले व्यक्तिगत रूपमा उहाँलाई गर्ने व्यवहारबाट पनि उहाँहरू प्रभावित हुनुहुन्छ। मैले यिनै कुराहरू राखेँ र आगामी दिनमा त्यहाँ अलिकति नालीको व्यवस्थापन गर्नुपर्ने छ, उहाँहरूको आशा छ, बाटोलाई अलिकति ढलान गर्नुपर्ने छ, उहाँहरूको आशा छ। र जागरुकताको हिसाबले खरेनीमा अहिले धेरै राम्रो भएको छ र माघे सङ्क्रान्तिमा लगभग आमा समूहहरूको बिचमा पनि हामीहरू धेरै आमा समूहहरू सहभागी हुन आउनुभएको थियो र खरेनीको आमा समूहको ड्रेस, सरसफाइ, बोलीचाली, बानी बेहोरा सबै कुराहरू एकदम उत्कृष्ट थियो। र उहाँहरू दलित बस्तीको भए पनि अहिले चाहिँ उहाँहरू दलित बस्तीको जस्तो हुनुहुन्न, विपन्न बस्तीको जस्तो हुनुहुन्न, उहाँहरूको सबै आचरणहरू त्यही टोल बस्तीबाट पनि मान्छेहरू अध्ययनशील हुनुहुन्छ, सरसफाइमा त्यस्तै ध्यान राख्नुहुन्छ, अहिले आफ्नो अधिकारको लागि आफै बोल्न सक्ने हुनुभएको छ। त्यही कुरा खुसी त्यही लाग्छ। यिनै कुरा हुन् समग्रमा भएको कुराहरू।